बेगनास्ताल यहाँ बोर्ड कम्पिटिसन छ र पहिलादेखि बेगनास्ताल यस्तो छ पुरा हेर्नुहोस् गाइज बेगनास्ताल कास्कीको दोस्रो ठुलो तार पहिलो खेवाताल दोस्रो यिनीहरू चाहिँ होला उ गर्ने होइन ऊ लगाइरहेको छ होइन डुङ्गा पनि हो ऊ लाइन पनि यस्तो लगाएको छ होइन यहाँबाट यस्तो होला डुङ्गा प्रतियोगिता तालिम गरिरहेछ होइन तिनीहरू ल तालिम गरिरहेछ जो उसको ट्रेनिङ हो प्रतियोगिता यसरी दु गर्ने हो जो फर्स्ट आयो त्यही होला चाइनिजतिर पनि हुन्छ यो केरलामा सबभन्दा ठुलो प्रतियोगिता हुन्छ केरलातिर साउथ इन्डियातिर अब नेपालमा पनि अब यहाँ पनि जित्यो उता आफ्ना तालिम गरिरहेछ बेगनास्ताल हो ढुङ्गाहरू यहाँ टनक्कै छ जति पनि हेर्न पाइयो लत्त निकाल्ने भन्नु हुनुहुन्छ दिदीहरूले अब भयो होला त नेपाली किचन रेस्टुरेन्ट यहाँ खाजा दोस्रो बेगनास्ताल दोस्रो ताल होइन ठुलो यसको क्षेत्रफल नि कति होला नि कहाँ लेखेको होला नि रूप बेगनास्ताल यस्ता माछा पाइने रहेछ बेगनास्तालमा होइन असला र कत्ले हो जय शम्भो पूरा मिले था क्या डुङ्गा स्टेशन
ल कम्पिटिसन चलेछ जितेपछि 5100 रुपियाँ दिने रे यहाँ रहेछ बेगनास्थलको हैन बेगनास्थलले कति सजिलो खाना हेर त सजिलो खाना आनन्द आउँछ यहाँ अलिकति ड्याम ठुने रहेछ हजुर यहाँ प्रतियोगिता हुने पुरा स्टेडियम बन्दैछ यहाँ माछा पालन अगाडिसम्म छ यसको ड्याम थुनेको यो महिलाहरू रहेछन् पुरा महिलाहरूले पनि तालिम गर्दैछन् यो लड्की गुरु